Hey guys, new day, new vlog again. आज स्विमिङ गरेर अति जोसमा आइरहेको म। अब यो माइकको एउटा प्रब्लम के भयो भन्दाखेरि I don't know how to नोइज क्यान्सलेसन चाहिँ हुन्छ यहाँबाट तर के टिपेपछि नोइज क्यान्सलेसन हुन्छ चाहिँ थाहा भएन। सो एकचोटि प्रेस गर्दाखेरि चाहिँ पावर बटन प्रेस गर्दाखेरि चाहिँ नोइज क्यान्सलेसन अन हुन्छ। फेरि प्रेस गऱ्यो भने आई गेस अफ हुन्छ। Then I have ability to stop. And I'm turning off my side lights. मेरो पछाडिको ब्रेकडाउन पनि लागिरहेको छैन किनभने बाइक अघि भर्खर धोएको। So I must drive a little safe. What do you want to say? आपके बाप का रोड नहीं है। You wake up one day. Small road rage, guys. The uncle was looking stupid. अनि मैले चाहिँ त्यो अङ्कल जाओस् भनेर एक रेभ हालिदिएको। पछाडि गाडीले जाऊ न जाऊ भनेर यो खोज्न खोजिरहेको थियो त्यो अङ्कल चाहिँ तर पाएन बिचरा। That क्वाक भयो क्वाक। मलाई डिजाइन वाइज चाहिँ टाइम अलिकति कम मन परेको हो रोयल इनफिल्ड भन्दा तर ओभरअल चाहिँ आई गेस टाइम इज गुड। आई डोन्ट नो तर आई वान्टेड टु राइड रोयल इनफिल्ड नै त्यही भएर देयर वाज नट सच कन्फ्युजन get the time cleaning in the rain. Hey, main the time rolling to main reason is paisa. You know how paisa was very expensive money. This segment ma Royal Enfield was good. In summer, यहाँबाट म अलिकति राइड काट्दा पनि आई अलवेज युज मिरर हाइवेमा चाहिँ किन कुन बेला कुन स्पिडमा कहाँबाट आएर थाहा हुँदैन क्या यस्तो बाटोहरू चाहिँ। So I really need to be careful. म यो green light मा I don't think I will pass. Please let me go. सिधै हो सिधै हो सिधै हो सिधै हो. Please 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 brother. Please don't turn red. Thank you. Thank you. Very much. I just feel a little गाह्रो to overtake this big guy. मैले यो बाइकको सिल्ड निकाल्नुको मेन रिजन चाहिँ धेरैजनाले मलाई के अरे त्यो अर्कोवाला बाइक एभेन्जर जस्तो देखेर म्यान निकाल्दैन जोसमा निकाल्दैन। अब हेर्दैन मान्छे छोड्यौँ क्या हो जाने हामी क्या हो हामी मेन सोच्ने भनेको यस्तो गर्नुमा चाहिँ के हुन्छ भन्दाखेरि म जति अगाडि गयो त्यति छिटो पुग्छु जति एउटा गाडी पेल्यो त्यति छिटो पुग्छु भन्ने हुन्छ तर वी डोन्ट थिङ्क ओभरअल अरूहरू पनि सोच्नु पऱ्यो नि। म यहाँ पेलेर अगाडि जान सक्छु होइन म छिटो पनि पुग्छु तर अगाडिबाट आउने गाडीलाई पनि गाह्रो हुन्छ प्लस हिँडिरहेको गाडीलाई पनि राइटबाट ओभरटेक गरेर अगाडि बस्यो भने गाह्रो हुन्छ। बाइकहरू गर्दाखेरि चाहिँ हुन्छ होइन एक्सिडेन्ट एकदम रेस यिनीहरू इन्टेन्सनली रेस गर्छ थाहा थियो होइन अघि त्यो राइड काट्नु हुँदैन भनेर तर पनि काटिदिन्छ कि त्यस्तो चलाउनको लागि। अब यो रेडर चलाउने बाइकहरू चाहिँ आई डोन्ट रियली रेस्पेक्ट किनभने
राइडरहरू यो बाइक चलाउने ग्याङकोवाला चाहिँ नै हुन्छ क्या पठावाला नै केटिएम 390 को इमेज हेरौँ न पल्सर के भयो एनएसहरू भनौँ तिनीहरूको इमेज किन डाउन भएको भन्दाखेरि त्यो बाइक चलाउने मान्छे धेरै जस्तो छत्री ऱ्याटर चलाउँछ एकदमै रफ चलाउँछ द्याट्स वाइ त्यो बाइकहरू एक त ओभर रेटेड भयो धेरै चलाउँछ अनि बजेटमा ओभर रेटेड भएपछि छत्री बाइक भइहाल्छ क्या अब बजेट बाइक त एभरेज पनि हो नि होइन तर त्यो किन छत्री बाइक भएन तर कुनै कुनै त निस्किन्छ एभरेजवाला पनि छत्रीवाला तर मोस्ट अफ देम आर एनएस केटिएम बाइकसँग कागज म स्पिडमा हो 100 हुन्थ्यो यहाँ चाहिँ यो मिरर हेर्न एकदम सुरुमा चाहिँ धेरै जस्तोले बुझ्दैन होइन यो कति डिग्री हो यो 180 मेबी 180 अलिक कम होला सिधै जाने गोलोवाला मिरर चाहिँ धेरै हेर्न अलिकति बुझ्दैन अनि स्क्यानेबल पनि छैन कि प्र्याक्टिकल छैन कि अब स्पिडमा आएर हुन्छ त्यो हेर्ने कि मोड हेर्नु हुन्छ यता हेर्ने कि यता हेर्ने हुन्छ कुन चाहिँ घरै भित्र कस्तो आज बाइक धोइदिएको होइन बाइक धोएपछि कस्तो पछाडिको ब्रेकै कस्तो त्यति कम लागिरहेछ भने Okay, decrease me there. What? No, leave me alone. Put me down. Yes. ओके कहाँ जान्छ हामी आज त्यसले हात देखाएको मैले देखाएको अझै उल्टी देखाइदिएर अरे आज शनिबार पो हो त शनिबार पर्छ यार हामी त्यहाँ जाँदा ओए सनसेट अति बोका लगाएर सनसेट क्या उठाएन ए बिजिरा अघि मैले त्यही गर्दै आएको क्या बाटो आएको अडियो आएको छैन भने बोलेको त एक ठाउँमा सुनेको छैन क्या को पनि फुल्यो क्या को पनि रोयो त्यही भएर मैले नसुनेको आज भुत्केल प्याक होला यार जोडीहरूले यार ए दोस्तीले त मलाई क्या हो गजरी देखाइदिउँ न त्यहाँ अझै चाहिँ खण्डमा जाने हो